गली गली तेरी लाज जली। Hi everyone, welcome to my TikTok video. यो चाहिँ मेरो लक्ष्मी पूजाको दिनको भिडियो हो। हाम्रो स्कुल चाहिँ 2 गतेसम्म लाग्यो। मैले त्यो अगाडिको फोटो चाहिँ एज अ प्रुफ राखेको हो। 2 गतेसम्म स्कुल लाग्यो, सो के पनि गर्न मैले भ्याइन पाइन। त्यसपछि चाहिँ यो लक्ष्मी पूजाको दिन बिहान अब कुकुर तिहार पनि थियो। अनि मैले चाहिँ अब दियोहरू रेडी गर्नु पर्यो बेलुकाको लागि भनेर दियोहरू रेडी गरेँ हैन। तर दियोहरू रेडी गर्दै थिएँ, त्यो सानो दिउरेमा मैले चिया बनाइरहेको थिएँ, मेरो ग्यास सिद्धियो हैन। अनि मेरो ग्यास सिद्धियो। अनि यो टिकटकले सिकाएको यो तरिकाले मैले चाहिँ मेरो 24 वटा के भन्छ त्यो के भन्छ दियोहरू मध्ये चाहिँ एउटा चाहिँ फुट्या रहेछ, बाँकी 23 वटा चाहिँ मैले फिल गरेँ हैन। अनि अब आयो मेरो ग्यास सिद्धेको कुरा। सर टाढी गइसक्नु भएको थियो, म जानै बाँकी थियो। अनि मैले फोन गरेँ कहाँ हुनुहुन्छ भनेर, उहाँ त पुगिसक्नु भएछ। अब पुगिसके पछाडि के गर्ने त, मेरो त ग्यास सिद्धियो हैन। अनि सुरुमा त त्यसलाई त्यसरी तताएर जुगाडु दिमाग पनि लगाएँ हैन। अनि तर त्यसले पनि नभएपछि अब कसलाई भन्ने त भनेर म आफै ग्यास लिन गएँ। अब ग्यास लिन त गएँ, खाली सिलिन्डर बोक्नु वाज नट अ बिग डिल हैन। तर अब भरेर ल्याइसकेपछि चाहिँ के गर्ने त, कसलाई यसो गाउँतिर हेरेँ, कसैलाई भन्नुभन्दा बरु म आफै गर्छु भनेर। अनि यो चाहिँ एज अ मेमोरीको लागि मैले भिडियो खिचेको थिएँ हैन, जस्तो भए पनि। अनि त्यस पछाडि मैले खाना पकाएँ हैन। खाना पनि एकदम सर्टकट वेमा पकाएँ। अनि यो कुकुर चाहिँ मेरो घरमा विगत 5 दिनदेखि बसिरहेको थियो। अनि उसलाई मैले खाना दिएँ, एउटा मात्र हैन, 2टा रहेछ क्या। अनि 2टैलाई मैले छुट्टा छुट्टै गरेर खाना दिएँ। त्यस पछाडि मैले टेस्ट गरेँ यो दियो चाहिँ, किनभने बाहिर लगाइदियो भनेको चाहिँ गइहाल्छ, निभिहाल्छ हैन। यो चाहिँ भित्रै बाले टेस्ट गरेँ कि कतिको सक्सेसफुल भयो भनेर। अनि त्यसपछि म गएँ टाढीमा मेरा भान्जा भान्जीहरू हुनुहुन्थ्यो उहाँ। ओके, त्यस पछाडि चाहिँ अनि बेलुका लक्ष्मी पूजाको घर गइसके पछाडि सरसफाइहरू भइसके पछाडि लक्ष्मी पूजाको तयारी हुन थाल्यो। अनि लक्ष्मी पूजाको तयारी का क्रममा दिदीले खाजा बनाएर दिनुभयो हैन। अनि त्यस पछाडि सुरु भयो मेरो अब रङ्गोली बनाउने प्रक्रिया। हामीले चाहिँ माथि पूजा कोठाकै अगाडि रङ्गोली बनाउन मैले रेडी गरेँ। अनि धेरै कलरहरू पनि एभाइलेबल थिएन, 2-3 वटा कलरले मैले यसो त्यहीँनेरि कोरिदिनु भएको थियो कि डेडीले पहिल्यै कोर्नु भएको रे। अनि त्यो चाहिँ त्यसैमा मैले चाहिँ बनाएँ है। अनि यो भाँडाकुँडाहरू मैले सबै माथि लिएर आएँ। माला पनि अब सयपत्री फुल थिएन, अरू के को माला बनाएँ। अनि त्यस पछाडि चाहिँ यसरी मैले रङ्गोली बनाएँ, जानी नजानी मैले स्वस्तिक चिन्ह पनि बनाएँ। अनि त्यस पछाडि हाम्रो पूजा सुरु भयो। अनि पूजा सुरु भए पछाडि दिदीले दियोहरू राख्दै हुनुहुन्थ्यो त्यहाँनेरि, डेडी पूजा गर्दै हुनुहुन्थ्यो। यस्तै गर्दै हामी मिलेर पूजाआजा गर्दै थियौँ। अनि माथि घरमा पूजा सकिसके पछाडि फेरि अब हामीले चाहिँ तल घरमा पनि आउनुपर्ने थियो, किनभने हामीले बत्ती पनि बालेको थिएन क्या। त्यहाँ सर चाहिँ तल त आउनु भएको थियो, तर उहाँले बिर्सिनु भएछ कि घरमा बत्ती बाल्न पर्ने कुरा। अनि उहाँले त्यो बिर्सिसके पछाडि चाहिँ हामी अनि घरको पूजा सकेर भान्जा भान्जीलाई टिका लगाइदिएर भान्जा भान्जीको हातबाट टिका थापेर रातिको 9 बजी हामी चाहिँ यता तल घरको लागि फर्क्यौँ हैन। अनि तल घरको लागि फर्किसके पछाडि अनि त्यहाँ पनि मैले यसो दियोहरू बालेर माताको फोटो किनेको थिएँ। त्यो फोटोलाई मैले के भन्छ पूजा गरेँ। अनि त्यस पछाडि भैली आउनुभयो। अनि एकछिन इन्जोय गरेर अनि मैले मेरो दिनलाई चाहिँ एन्ड गरेको थिएँ। थ्याङ्क यू।